वेलकम टु माई न्यू च्यानल। अब आज अलिकति रियादको टुर देखाउँछु। यो चाहिँ मेरो अब रुम हो। बाहिरमा घाम पनि यस्तो घाम छ, सही पनि घाम छैन। जो घाम हेर्नु नि गाइस, यस्तो घाम लागिरहेछ। यो चाहिँ खालिदिन वालिद रोड हो। स्टेसनबाट जति जाँदा नि हुन्छ, अब टाँगा स्टेसन छ जति जाँदा नि हुन्छ। मेरो भिल्ला चाहिँ भिल्ला के भनौँ न, आफ्नो रुम भनौँ, बस्नु भाडा तिर्नु त्यस्तो चलाउँछ। यो चाहिँ अब रोडहरू हो, साउदी अरबियाको रोडहरू कायदा बनाएको छन्। यो कहाँ कहाँ जाने बसहरू सबै यहाँ लेखेको हुन्छ। सबै यहाँ हरेक स्टेसनमा बस रोक्दै रोक्दै आउँछ। आज बस चाहिँ नचढ्ने भयो, ढिलो आउने रहेछ। स्कुटरमा जान्छु हामी गर्नादासम्म। गर्नादामा गएर त्यहाँदेखि चाहिँ मेट्रो चढ्ने। घाम पनि यति घाम छ, भरे दिउँसो त त्यो 45 पनि पुग्ने बेला आउँदैन यार, त्यही घाम लागेको। बस स्टेसन हेर कस्तो कायदा छ, बक्कैदा एसी पुरा बक्कैदा। एसी लाएर पुरा काउन्टर साउन्टर। अब यो कार्ड निकाल्नु पऱ्यो भने निकाल्दा हुन्छ। अब यो चाहिँ फायर अलार्म चलाएर बस्नेहरू पनि छ। भन्दा पनि यसो भन्दाखेरि साउदी अरबिया तर कमाउनुले हल्का कमाएको छ नेपाली केटाहरूले। 7,000 8,000 10,000। गाई चाहिँ अब हामी चाहिँ यो गर्नराज स्टेसन आइरहेको छौँ। यो चाहिँ गर्नराज स्टेसन हो। यो चाहिँ स्काई ब्रिज हो, सिधै मलतिर जान सकिन्छ। यो चाहिँ अन्डर कन्स्ट्रक्सनमा भइरहेको छ गर्नराज हिल्टन भयो। अनि यहाँ हाम्रो स्पेसल एउटा के छ भन्दाखेरि यो एउटा नाउ छ क्या, टाइटेनिकको नाम द गोल्डन सिप होटल हो। अनि लुक चाहिँ यस्तो छ हेर्नु केटा गाइज। यो चाहिँ मैले काम गर्ने महल है गर्नदा। हाम्रो गर्नदाको स्टेसन। अब हामी बिहान चाहिँ खाली रहेछ। अब केएफडी जान चाहिँ 8 मिनट रहेछ। केएफडी बाहिर हेर्दाखेरि लुक्स यस्तो छ। This is the view of Granada. केएफडी जाने हो। आज चाहिँ लास्टमा बसेर जानु पऱ्यो, एउटा भिडियो बनाउनु पऱ्यो। हाम्रो यहाँ लिजेन्ड्री चिज केक फ्याक्ट्रीको सेफ आउँदैछ। यति धेरै सेफ्टी छ नि, यो यति साह्रो सेफ्टी त अरूतिर नि अरू देशमा पनि छैन होला क्या। यस्तो धेरै सेफ्टी तरिकाले बनाएको छ। यहाँभित्र पनि एसी छ। अब चाहिँ हामी बथामा आइरहेको छौँ। हामी बथामा यसलाई नै भन्छ बथा। दिस इज द बथा फ्रम द रियाद। नेसनल म्युजियम चाहिँ उहाँबाट छ, मेट्रोबाट त्यहाँबाट आयौँ। त्यहाँबाट आएर अहिले चेन्ज भएको छ। मलाई जानुपर्ने चाहिँ पोलिक्लिनिक अलिक परतिर छ। पोलिक्लिनिक उता मेरो नजिकै पनि हस्पिटलहरू त छन् त छ, हस्पिटल मात्रै भएर नहुँदो रहेछ। त्यो स्किन डक्टर डर्मोलोजिस्ट नभएपछि अलिक टाढा आउनु पऱ्यो। अस्ति पनि आएको थिएँ, धेरैचोटि आइसक्यो। यही हो बथा गाइज। हियर यु गो, दिस इज द बथा। गाडी पनि कति लामो हुन्छ बथामा साला, यस्तो लामो छ। मेट्रोहरू पनि लामो छ क्या। अनि उताबाट जाँदा पनि हुन्थ्यो, उताबाट चाहिँ घाम छ नि त,
झापामा भएको मान्छे शीतलतिर त खोज्दै हिँड्नै परेको Here we go! Oh! ल यो चाहिँ स्काई ब्रिज छ साउथीमा पनि स्काई ब्रिजहरू चाहिँ राम्रो राम्रो छ यहाँ चाहिँ अलिक नराम्रो खालको स्काई ब्रिज रहेछ अरूतिर चाहिँ कस्तो हुन्छ भन्दाखेरि माथिबाट पनि ढाकेको हुन्छ यहाँ चाहिँ ढाकेको ल अब चाहिँ सिफा भन्ने पोलिक्लिनिकमा आइपुगेको छु पोलिक्लिनिक चाहिँ यस्तो रहेछ ठुलो रहेछ माछा स्काई ब्रिजहरू पनि यहाँ रहेछ स्काई ब्रिज ठिक छ अब डक्टरलाई देखाउने हो के भन्छ कसो भन्छ 9 बजी आउँछ भने चाहिँ लगभग 9 पनि बज्न आँट्यो दबाईहरू पनि लियो 40 रुपियाँ जति परेछ 40 रुपियाँ जति परेर घर जाने आजकल के भएको यार दिमागमा पनि के आउँछ यार त्यो धेरै इन्स्टाग्राम हेरेर होला खालि चाचा भन्न आउँछ यार के गर्नु खालि दिमागमा त्यही आउने क्या चाचा भन्नु मात्रै आइरहेको छ यार इन्स्टाग्रामको लत पनि के लत लागेको छ अहिले कहाँ चाहिँ फेरि हिरा बेटे दिमागमै त्यही खुलिरहने क्या केटाहरूले जिस्काउँदा भने हिरा बेटे यसले अचम्मै लाग्छ के आफ्नो रिल हेरेर नयाँ त्यही रिलले गर्नुपर्छ ल यो हो बत्था मार्केट अब बस स्टेसन डरै छ हो बस त लामो छ नयाँ साला जोडी गर्छ यार बस बिचमा भाँची किन जोड्छ यार बस पनि के यस्तो गाइड्स अब चाहिँ हामी